खै हाम्रो देशमा सरकार चेन्ज भएर के गर्नु, बाहिरको खानेकुरा, बाहिर इन्डियाको देशको खानेकुरा नल्याउँ भनेर के गर्छ, नेपालमै केही कुरा खाने बनाउनु पर्छ भन्छ। तर यो पानीले 250 150 दिनु रहेछ गाडी अनुसार होइन। अनि अर्को कुरा भयो ग्यास है। मैले यो एउटा ग्यास ल्याउनलाई 25 दिन पुऱ्याएको छु। 25 दिनमा अनि राम्रोसँग ग्यास हालेको छैन। 2060मा मैले 8160 तिर्दा पनि घरमा राम्रोसँग ग्यास ल्याएको छैन। र ठिकै छ होइन, हुनेलाई दियो होला, नहुनेलाई नदियो होला, त्यो उहाँहरूको ठाउँमा छ होइन। कसैलेहरूले भए पनि ग्यास नदिने कारण किन? हामीले त फ्रीमा ल्याएको होइन, हामीले चाहेको भन्दा नि बेसी पैसा तिरेर ल्याएको छु होइन। मान्छेहरूले हुनेले 4-5 वटै लगेको छ, नहुनेलाई एउटा पनि दिन गाह्रो छ। मान्छेले ग्यास भए पनि होइन के भन्छ छैन भनेर लुकाउने कारण किन? कालो बजार गर्ने किन होइन? आवश्यक अनुसार एउटा दियो हुन्छ र ठिकै छ। पसल के अरे रुम बस्नेहरूले त एक्स्ट्रा होला, एउटाले चाहिँ म्याक्सिमम् पुग्छ 2-3 महिना होइन, एक कोठा बस्ने मान्छेलाई। अनि हामी साधारण होटल गर्ने मान्छेलाई होइन एउटा यो हाफ ग्यासले कति नै पुग्छ र? हाफ ग्यासले होइन आधी पुग्छ भने फुल ग्यासले 9-10 दिन मात्र पुग्छ हो। 9-10 दिनमा ल्याउनुपर्छ एउटा, तर नाम लेखाउँदाखेरि आउँछ 25-26 दिनमा। अनि कसरी चलाउने हामीले?